तपाईँ अनुकरणीय साहसिक नारीका रूपमा सुपरिचित हुनुहुन्छ। भौतिक शास्त्रमा उच्च शिक्षा विद्यावारिधि हासिल गर्न अमेरिकाको जर्जिया विश्वविद्यालयमा अध्ययनरत हुँदा तपाईको जीवनसाथी स्वर्गीय विवेक पङ्गेनीलाई क्यान्सर जस्तो प्राणघातक रोगको आक्रमण हुँदा समेत तराई मुलुकमा बसी औषधि उपचारका सिलसिलामा पिताको धैर्यता, मुनाको मौलिक प्रेम, बुबाको साहस, आमाको ममता, बुवाको काँध, हनुमानको जाँगर, सरस्वतीको सौम्यता प्रस्तुत गर्नुभयो। तपाईका यी कर्महरू यो आधुनिक समाज र समग्र नारी वर्गका निम्ति अनुकरणीय छन्। तपाईले प्रेम र समर्पणको अद्वितीय उदाहरण पेश गरेकाले तपाईको यो अटल आत्मबल, त्याग र समर्पण तथा अदम्य साहसप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालयको यो 18औं वार्षिक उत्सवका अवसरमा साहसिक नारी सम्मानबाट यो सम्मान पत्र प्रदान गरिएको छ। प्रिन्सिपल नगेन्द्र भण्डारी, म्यानेजिङ डाइरेक्टर ईश्वरी प्रसाद रिजाल, हिमालय त्रिपाठी, धन्यवाद। यो सम्मान पत्र साहसिक नारी सम्मान हाम्रा विद्यालयका संस्थापक पनि हुनुहुन्छ, संस्थापक अध्यक्ष हुनुहुन्थ्यो प्रेमराज त्रिपाठी एवं हाम्रा आजका कार्यक्रमका सभाध्यक्ष दिनबन्धु यादवलाई संयुक्त रूपमा यो हस्तान्तरण गरिदिन म विनम्र अनुरोध गर्दछु। र रोइन बिचारी रोइन के